Very good. उताबाट नि सुहाउँछ उताबाट नि उनीहरू पुरै ठुलो हुन्छ फ्री भएको टाइम जाने के भन्यो र त्यस्तो अहिले फोन गरिहाल्छ नि उसले सोनापुर होइन त खाना खान जाँदै हो नि त केटा हो के स्टार्ट भइसकेको तिमीले अपडेट गर्यौ के अपडेट फोन अपडेट गर्यौ कुन यो अहिले 20 को पहिला कुन थियो योभन्दा अगाडि पनि तिमीले यस्तै सिरिज ल्याएको थिएन S21 छ त केटाहरू यारमा फोन बोकेर हिँड्ने है कमाकै छ त्यो सिरिज तिमीसँग छ नि फोन नेपाली रेस्टुरेन्टमा छ तन्दुरी ल शिवराज के हानी भयो त नि अब हेरौँ नि हेर्दै जाउँ के हुन्छ थकाली राइस हुन्छ कि होइन ढेँडो हुन्छ कि नेपाली पुरै ट्रेडिसनल टाइपको हाल्नुपर्छ भन्ने कुरा हो किनकि यस्तो मौका घरिघरि लाइफमा आउँदैन नि त मौकालाई सही तरिकाले ग्राब गर्नुपर्छ यस्तो फाइदा पनि उठाउनुपर्छ भन्ने मान्यता हो मेरो सही हो सही शिवराजको बोली चाहिँ राजनीतिकको बोली हुन्छ क्या होइन झापली हो त यार कहाँ सकिन्छ भने यार म त खाना नखानु हो होइन खाना घरै छोडेर आएर के खाना खानु यार स्वास्थ्य नै सबैभन्दा ठुलो धन होइन सर स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो क्या ढेँडो खानुपर्छ क्या त्यो पनि ढेँडो आज ढेँडो छ नेपाली भेराइटिज नेपाली ट्रेडिसनल टेस्ट गुन्द्रुक यस्तो हुन्छ नि त फेरि ढेँडो खाएर फेरि अब यहाँ के कम्बो अफरहरू छ भन्ने कुरा हो हेर्दै जाउँ हेर्दै जाउँ ल केटाहरूको वेटिङ पनि छु होइन आउँदैछ केटाहरूले के खान्छ एउटा यता एउटा भेज भेज ढेँडो ढेँडो यता भेज ढेँडो यता चाहिँ भात प्योर भेज ढेँडो चिकन होइन अब म मटन गर्छ नि त उत्तमले चिकन ढेँडो चिकन ढेँडो चिकन ढेँडो एउटा मलाई मटन ढेँडो मलाई मटन ढेँडो यता मटन ढेँडो भनेको त कतिवटा 5वटा गुन्द्रुक सबै यस्तो यार अर्डर पनि फर्काइदिने कस्तो भात हो त्यस्तै हो तिम्रो लेखा न के लेख्छ होइन 3टा ढेँडो 2टा भात हो हजुर हजुर तर यता चाहिँ अति भएन र सुमितले गर्छ क्या जे गर्नु सुमितले गर्छ शिवराज ठिक छ ठिक अब हेरौँ न डिफ्रेन्ट टेस्ट गरौँ न म यस्तो फेमस भइदिएँ होइन कि घर कता रे भाइ काठमाडौँ होइन यस्तो फेमस एउटा लगेज होइन नेपालबाट आएको जुस यहाँ आएर फेला परेको लगेज हो यो ल हेर त त्यो पनि कसले ल्याइदिएको भन्दाखेरि केटीले यस्तो फेमस एयरपोर्टबाट सकिन्छ त नि केटीले चाहिँ उसलाई चिने अरे अनि सक्छ त अनि तिमीले उसलाई पुज्नुपर्छ भाइ चाहिँ किन यो त गुण हो भाइ हर कोही मान्छे जीवनमा तिमीले यस्तो मान्छेहरू भेट्दैनौ जब यस्तो मान्छेहरू भेट्छौ यस्तो मान्छेलाई अन्तिम सास रहन्जेलसम्म पनि साथ दिनुपर्छ भन्ने मेरो मान्यता हो है निस्वार्थ भावनाले सहयोग गर्ने मान्छे भेटिन्छ त भेटिँदैन कहाँ भेटिन्छ निस्वार्थ भावनाले साथ सपोर्ट गर्ने त्यो पनि विदेशमा यस्तो नि त निस्वार्थ नभए त्यत्रो लगेज तिम्रो त्यो राखिदिँदैन नि भने उहाँको त भेज ढेँडो हो कि उहाँको चाहिँ फेरि होइन सर तर ढेँडो खाँदा चाहिँ भात खप्न मिल्छ अरे ढेँडो चाहिँ खाँदा मिल्दैन अब भनेपछि कुरा त एउटै हो नि त ढेँडो खाएर यति नै भात खप्ने हो ढेँडो खान नआउने छ क्या फेरि यहाँ हो खाने भए खाऊ भाइ होइन के भयो त नि नजाने पनि अड्क्यो भने ल है त केटा हो खाना आइसक्यो खाना आउनु त कोही छैन है फेरि
ढेँडो खाना आउने चाहिँ कोही बेला पनि छैन चिकन ढेँडो जो चिकन ढेँडो खाना आयो केटा खाना आयो रेटिङ कति दिनुहुन्छ त नि 100 मा 100 हाम्रो नेपाली 100 मा 100 रे बबाल दिनुभयो अरे अनि भाइ रेटिङ कति कस्तो लाग्यो 10 मा कस्तो ठिक छ 8 ल ठिक छ उत्तम एक्सपेक्टेसन अनुसार स्वाद मिलेर कति 5 शिवराज रेटिङ चाहिँ अब कस्तो हुन्छ भने ससमा चाहिँ कुनै पनि चिज 100 मा 100% पर्फेक्ट हुँदैन हुन्छ नि त त्यही भएर 10 मा 9 दिइदिन्छु जहिले पनि केही न केही एक चिज कमी हुन्छ र त्यो 1% लाई चाहिँ आफूसँग राखेको ठिक छ कुरा ठिक रहेछ मासुमा अलिकति नुन नपुग्यो त कुरा केटाहरू पनि गयो होइन फाइनल्ली उनीहरू आफ्नो अब बेलुकाको ड्युटी छ आफ्नो डेस्टिनेसनमा अब हामी चाहिँ आफ्नै यता घुमघामको कार्यक्रम अन्त उत्तम घाम ताप्न अब दुबईको घाम ताप्न 40 डिग्री सेल्सियसको त हामी यति सलाद मेट्रो स्टेसनमा होइन त अब कहाँ पुऱ्याउँछ समयले होइन कथाले के माग्छ कहिले के माग्छ यहाँ चाहिँ फेरि स्टे ट्युन दुबईको सलाद आइपुग्यो हामी यसमै हो जाने अहिले बाहिर दुबईको मेट्रो कार्ड चाहिँ यस्तो हुन्छ है यदि तपाईँ जानु फर्स्ट टाइम छ भने चाहिँ बस कार्ड मेट्रो कार्ड त्यो सबै यस्तै हुन्छ यो तपाईँको कम्पलसरी हामी चाहिँ फाइनल्ली मेट्रो चढ्यौँ होइन المحطة الأخيرة لهذا القطار هي الخوف. المحطة القادمة هي القصيص. The final destination of this train is. यस्तो हुन्छ मेट्रो The next station is अब यही हेरेर नै Algeciras. तपाईँको डेस्टिनेसन कहाँ पुग्ने हो तपाईँलाई यसबाट नै थाहा हुन्छ यो हेरेर नै हो सबै यस्तै हुन्छ दुबईको मेट्रो भनेको यस्तै हो ए भ्यूहरू ستفتح من جهة اليمين. The next station is Al-Qiyada. Doors will open on the right-hand side. Bye guys. And finally Union हामी हाम्रो डेस्टिनेसनमा आइपुग्यो युनियनमा फिस कहिले भेटौँला ओके युनियनमा दुबईको युनियन कता हो बाटो यताबाट हो ल के हो राउन्डिङ छ त फेरि अर्को ट्रेन चढेर हामी उता दुबई मल जाँदैछौँ Max. The final destination of this train is दुबई ब्रिज भन्ने नि हो यो चाहिँ फेरि खतरा हो क्या दुबई फ्युचर Emirates Towers. तपाईँ यस्तो गऱ्यो ट्याप गर्नुहोस् होला अनि त्यहाँबाट फेरि तपाईँ हिँड्नु न त
यस्तो छ दुबईको फेसिलिटी होइन टक्क लाएर डाउनटाउन सिटी सर हो के हो यस्तो भयो बाधा के हो इलेक्ट्रोसिटी त्यो टावर कि त्यहाँ त्यसो खेल्नु आउँछ नि माथि खेल्ने ठाउँ छोडिदिउँ अब जाऊँ कहाँ जाने यहाँबाट आयो फेरि यहाँबाट जाने यहीँबाट आएर यहीँबाट यस्तो धेरै मान्छे फेसिलिटी भयो भने मान्छे अल्छी हुन्छ क्या फेरि के हो यस्तो मरुभूमि ठाउँमा त यस्तो छ भनेपछि हाम्रो त नेपाल त कहाँ हो नि यहाँ यस्तो मरुभूमि ठाउँमा चाहिँ यस्तो डेभलप छ भने चाहिँ बालेन सरकार आउँदैछ त आइसक्यो त सोल्टी आइहाल्छ नि यहाँ मात्रै यस्तो रहेछ है तपाईँहरू नफस्नु होला योबाट पर गएपछि चाहिँ फेरि बिजोगै छ फेरि मरुभूमि नै हो यहाँ मात्रै यस्तो हो यो एरियामा जे गर्छ यो बुर्ज खलिफाले गर्छ तर यो बुर्ज खलिफा छोडेर गएपछि चाहिँ तपाईँले सोचे जस्तो चाहिँ छैन है दुबई ओइमा लडेको यार फोटो गर्ने नै हो भने चाहिँ अलिकति बबालै हुनु पऱ्यो फाइनल्ली हामी दुबई मल आइपुग्यो यही हो दुबई मल हामी इन्ट्री हुँदैछौँ दुबईमा वर्ल्डको सबभन्दा ठुलो मल भनेर हो दुबईमा चाहिँ एउटा समस्या के छ भन्दाखेरि गाइज अब भिडियो खिच्नलाई त जता पाइ त्यतै एलाउड छैन क्या त्यही भएर अलिकति डर छ रिस्क छ झ्याप्प फाइन हाल्यो भने फाइन फेरि सानो छैन यहाँ दुबईमा 5,000 हो प्रब्लम त्यो छ क्या नत्र भए दिनका दिन तपाईँको अब फेरि भिडियो दुबईको भ्लग आइदिन्थ्यो नत्र फेरि यहाँ एकजनाले पनि किन भिडियो बनाएर कम्प्लेन किन भिडियो बनाइस् भनेर कम्प्लेन गरिदिएपछि सकियो क्या फेरि यस्तो खाना मन लाग्यो पनि हरेछ त्यस्तो केही हेरेर रिसो उठ्छ कहाँ है ना एचएनएम का मैप में एकदम त्यो है दुबई मल तपाईँ बाई चान्स लस भयो भने तपाईँ बाई चान्स यहाँ मलमा हराउनु भयो भने तपाईँले सर्च गरेर हेर्न सक्नुहुन्छ हामी चाहिँ कुन बाटो जानु पर्छ अब सिधा गएर सिधा गएर यो पोइन्टबाट फेरि यहाँ आउने यहाँबाट सर्टमा छैन अनि यो पोइन्टबाट यस्तो यहाँबाट तल झर्ने होइन र यहाँबाट तल झर्ने तल भने हो दुबई एक्वेरियम माछा हेर्नुहोस् पक्रेर खानु मिल्दैन सार्क नि यो सार्क होइन सानो सार्क हो सानो सार्क सानो छ यो हाम्रो भेटेँ त भ्याइदिन्छ होला त नि माछा त नआदो रहेछ त अरू के हो यो कुन चाहिँ चरा जस्तो खतरा हुन्छ यो है यो खतरा रे दुबई एक्वेरियम यस्तो छ के हो यो माछाको नाम तुम्हारा नाम थाहा न प्लेन स्टार फिस होला नि फाइटर प्लेन जस्तो के मोमो माछा त के हो यद्धर के हो यद्धर माछा कुन चाहिँ
बाघ जस्तो छ त यार माछा पनि यार यो यो लास्ट यो के हो यो त जस्तो त एउटा छोरीको माछा साह्रै घिनलाग्दो रहेछ साह्रै अल्छी रहेछ कि यो अल्छी हो कि बिरामी हो यो हाँसेर त दिन्छ यो सानो भएर यस्तो हो दिन्छ हाँसेर त त्यसमा चाहिँ प्लेन ल्यान्ड त अब जस्तै हुँदो रहेछ तल न तल होइन दुईवटा साग हेर्नु योभन्दा ठुलो हुँदैन योभन्दा ठुलो हुन्छ होला चमेरो जस्तो रहेछ त्यो चमेरो जस्तो कि ए यो टिकट काट्ने ठाउँ चाहिँ यो हो कति कति रहेछ हौ प्याकेज प्राइस सिल्भरको 199 गोल्डको 269 प्ल्याटिनियमको 399 माछा त के हो यस्तो यो त हामीले खाने माछा जस्तो छ त यार है के छ त्यो माछा तल होइन यो तलको देखिया अनि के हो पिन्जडामा राखेको क्या माछालाई जेलमा खुनेर राखेको जस्तो गरेर त ए यहाँ भित्र गरेर हेर्नु चाहिँ कसरी हो त्यहाँ गर्दा मिल्दैन त्यहीँ माछा छ अनि कसरी हेर्नु यस्तो के माथिबाट त्यसमा हाम फाल्ने होला कि त्यो चाहिँ अक्सिजन सक्सिजन लगाएर के कहाँबाट रे माथिबाट हाम फाल्ने कताबाट हाम फाल्ने अनि माथि मान्छे कसरी जान्छ नि खै तिमी अनौठो कुरो नगर के हो यो जिउँदै हो कि मरेको हो यो नै हो ल त्यो त खाना चाहिँ मिल्छ होला है ट्याक्क मैले पाएको अनि आउटलाइन लगाएको देख्यो अलि अलि होइन चाइना टाउन जाउँ चाइना टाउनबाट यता यो एरियामा चाहिँ बुर्ज खलिफाको वाटर पार्क के हो क्या अनि यहाँ गएर यहाँबाट त्यसरी आउनु के के त्यसै जाने चाहिँ कता भन न पहिला चाइना टाउन यता चाइना टाउन त अनि लास्ट टाढो छ त नि एक्सर्साइज गर्नु होइन कि अरू भन्दा नि मेरो यो जुत्ता अलिक सानो भएछ खुट्टा दुखिरहेको छ कि त्यही भएर भने तपाईँ भ्लग गर्ने मान्छेमा ग्याजेटहरू चाहिन्छ नि त यो त अब बिस्तारै बिस्तारै बनाउँदै गएपछि बिस्तारै यो भन्दा नि कता गयो त्यो मलाई चाहिँ यो चाहिएको अफ पो भइदिन्छ त्यो कुनै दिन किनौँला युट्युब मोनिटाइज भएपछि होइन किनेर चमत्कार छ फेरि चमत्कार गरेर लड्यो खोइ ए तेरी बच्चा यार बिचरा यार तपाईँ नानी हो उल्टा हानिदिनु न तपाईँ यहाँ हैट यस्तो उल्टो त के हान्नु हेर्नु त्यहाँ रिमोटै लाग्यो अहिले यार ल है कसैले स्केट खेल्न आउँछ भने स्केट खेल्न मन लाग्छ भने दुबई मल नियर टु द चाइना टाउन कहाँ गयो त चाइना टाउन
कता हो जाने चाहिँ हामी जाने चाहिँ कता हो हामी जाने चाहिँ कता हो खाना मिल्ने हो र खाना मिल्ने हो र अरे कस्तो के भन्छ अरे चाइना टाउनमा जस त्यसै नबोली गर्न पर्ने क्या नबोली तपाईँले पछि म्युजिक हाल्नु है के नबोली गर्न पर्ने पनि जुम गरेर ठ्याक्कै हेर्नु त्यस्तो पाउँदो रहेछ सब चाइनिजको माइल पान्डा पुन्टे पान्डा चाइनाहरूको राष्ट्रिय जनावरै रहेछ नि त पान्डा पान्डालाई पान्डालाई अर्को देशमा छ भने पनि त्यसले लिएर आउँछ अरे के लिएर आउँछ अरे त्यो पैसा तिरेर भने नि लिएर आउँछ अरे के यो सब चाइनिज फुड हो त्यस्तो हुँदैन सब चाइनाको चिज रुख यस्तो यो चाइनिज गेट हुँदै हो त फेरि चाइनाहरूको गेट यो हो नि फेरि द फेमस गेट तर के लेखेको होला यो नि वेलकम होला पक्कै अन्त ल राष्ट्रिय जनावर चाइनाको राष्ट्रिय जनावर पान्डा राष्ट्रिय जनावर हो यो अरे त मेरो अरू भन्दा नि खुट्टा दुख्यो क्या पान्डै पान्डा हो क्या सब चाइनाहरूको त यो त खतरा हो नि भने रेड पान्डा पान्डा यो लगिदिनु नि त गिफ्ट यो त साह्रै नराम्रो रहेछ पान्डा यत्रो ठुलो यो लगेर जानुपर्छ यता पनि छ फेरि पान्डै पान्डा गुडिया नि पान्डा सबै पान्डा मान्छे सब पान्डै पान्डा जस्तो भयो